को नोकरी राजीनामा छ सर। यो राजीनामा जाने क्रम पनि 81 बढ्न थाल्यो। के भएको हो साहब हो? हलदार मेजर साहब, के भन्छन् त राजीनामा जान खोज्नेहरू? कोही बोल्दैनन् सर। मैले पनि सोधेँ। एउटाले चाहिँ बडो साहित्यिक पाराले जवाफ दियो, अरू बोलेनन्। के भन्यो त्यस्तो? होस् सर, अरूको कुरा म के भनौं? उनीहरूलाई नै बोलाउन त, उसकै मुखबाट सुनौ। सर! ल भाइ, के भयो? तिम्रो साहित्यिक जवाफ चाहन्छौ हामी। आदेश। पानी माग्दा माग्दै सकियो जवानी, मुख कति बाउनु गुवासँग। नसिबमै आगो हुनेहरूले गुनासो के गर्नु धुवासँग। हामीलाई धुवा बनाएकी क्या हो? होइन होइन, 16 वर्षीय पेन्सनको कुरा गरेको हो त हमेशा? हो नि हजुर, नियमावली 4 पटक संशोधन भइसक्यो। हाम्रो पीडा न ऐनमा हटाउन सक्यो, न नियमावलीमा संशोधन हुन सक्यो। कार्यकालको पहिलो वर्षमै 16 वर्ष बनाउँछु भन्नुहुन्थ्यो चिफ साहब। खै अब त के होला र? हो सर, हामीले मात्र गरेर नहुने रहेछ, सरकारले पनि राम्रो गर्नुपर्ने रहेछ। अब त राम्रोसँग बुझियो पनि। न नली खुट्टामा नेल ठोकेर तालमा नाच्न सकिने रहेछ, न सिलाएको ओठले सुरिलो गीत गाउन सकिने रहेछ। आखिर जो जसले गल्ती गरे पनि पहिलो ढुङ्गा त हाम्रै थाप्लोमा त पर्ने रहेछ। हतियार देखेर पर भाग्ने जमाना रहेन। अब चलाए पनि दोष हाम्रै, नचलाए पनि दोष हाम्रै। हेलमेट दह्रो बनाए हुने भयो सर। यो सुरक्षाको कुरा शान्तिको समयमा कहिले प्राथमिकतामा नपर्ने रहेछ, कसैले नसुन्ने रहेछ। मलाई थाहा छ भाइ हो, पेन्सन, रासन, परिचालन लगायतका तिम्रा हाम्रा धेरै समस्या, दुविधा र गुनासोहरूका बारेमा जायज पनि छन्। तर हेर, यो बेला पेन्सन होइन, निर्वाचन सुरक्षाको टेन्सन लिने समय हो।